गाइज वेलकम टु माई न्यू भ्लग। म चाहिँ धेरै लामो समयपछि चाहिँ म भ्लग बनाउँदैछु होइन। म चाहिँ आज घरबाट गाइडसम्मको यात्रामा छु। म चाहिँ बाइक लिएर निस्केको छु घरबाट निस्केँ। अहिले चाहिँ ट्याक्कै 11:15 भयो। गाइडसम्मको बाटो हाम्रो बाटो के कस्तो छ म देखाउँछु। हाम्रो कस्तो अफ रोड छ कि यताको बाटो होइन, बाइक चलाउनै गाह्रो छ। सो त्यही पनि म गाइडसम्म जाँदैछु। घाम यस्तो लागिरहेको छ। मैले आज चाहिँ चस्मा लगाएर जाने गरेको छु। सो अब हाम्रो गाउँको बाटो हेर्नु होला। चाहिँ मेरो बाइक भयो होइन, म यही बाइकमा अब जाँदैछु टक्क। यता यस्तो छ, यो चाहिँ हाम्रो गाउँ हो। मैले चाहिँ भर्खर घरबाट बाइक निकालिसकेँ। यो मेरो हेलमेट भयो, मैले यहाँ चाहिँ चिन्ह एड गरेको छु। सो अब हाम्रो गाउँको अफरोड यस्तो बाटो छ कि म हजुरहरूलाई देखाउँछु है, हेर्दै जानु होला है त। सो म चाहिँ अब हिँड्न लागेँ यहाँबाट। चाहिँ मेरो बाइक ल लाग्यो है त। अब सो मेरो पेट्रोल पनि फुल छ। बाइक पनि लिएको धेरै भएको छैन, जम्मा 1500 रनिङ हानिरहेको छ होइन। सो गाइज अबको हाम्रोको बाटो हेर्दै जानु होला ल। यस्तो छ हाम्रोको बाटो चाहिँ होइन। मैले भर्खरै यहीँबाट बाइक निकालेको हो। यहाँबाट चाहिँ हाम्रो घर जाने बाटो हो यहाँबाट चाहिँ। सो म चाहिँ अब यो चाहिँ हाम्रो गाईघाट हाम्रो गाउँ भयो। यता हाम्रो घर, यता कोही बाटोमा भेटिन्न होला यार, भेटे त कफ गर्दै जान सजिलो हुन्थ्यो। त्यही 11:15 भएको छ। यस्तो बाटोमा फेरि बाइक त हिँडिरहेको छ क्या, बाइक अटोहरू त। त्यही भएर जाममा झुझ्दियो भने खत्तम हुन्छ। यस्तो छन् बाटो यहाँ त लगभग ठिकै छ होइन। यो तल त लास्टै खत्तम छ क्या बाटो पनि गाइस। लास्ट यो घुम्ती एउटा फेरि लास्टै डेन्जर छ यहाँको घुम्ती। ओह्रालो त लगभग गइन्छ भने उकालो चाहिँ लास्टै यस्तो छ क्या, पहिरो धस झरेर यस्तो भइदिन्छन्। यहाँनिर त यो भरि त चढ्नै मान्दैन यो उकालोमा त, बाटो धसङसङ छ क्या हाँसेर। यस्तो छ बाटो चाहिँ। जे होस् अहिले त धन्न खासै पानी परेन र भने पनि यतिको त छ बाटो भन्नु। यो घुम्ती साह्रै राम्रो। यहाँ चाहिँ जो कोही पनि लडिरहेको हुन्छ होइन, किनकि बाटो त ठिकै हो। यस्तो छ कि बाटो झन्डै मै लडेँ के कुरा गर्नु अरूको। कस्तो छ भने बाटो धसस छ क्या, चिप्लिँदैको गएछ। अब सधैँ कुदाइराख्ने मान्छेहरू त अब बानी हुन्छ भनौँ होइन, यस्तो छ उस्तो छ भनेर थाहा पाइन्छ। अब पहिलोचोटि कुदाउने मान्छे त यो बाटोमा त लडेकै हो। अब हामी चाहिँ अब कुदाइराख्ने बानी भएर पनि त अब कहिलेकाहीँ त अब लडिन्छ होइन। नत्र भने अब पहिलोचोटि कुदाउने मान्छेहरू त अब बाटो यहाँनिर यो माटोमा यस्तरी भाँसिन्छ कि क्या। यस्तो छ यो माटो होइन, धसङसङ भाँसिन्छ। अनि धसङसङ भाँसिएर चाहिँ मान्छे ठाउँको ठाउँ पुर्लुक्कै हो। अब खोला झरिसक्यो। खोलादेखि उता बाटो लगभग ठिकै, खोलादेखि उता बाटो त लगभग ठिकै छ भने। कहाँ हिँडेको? कहाँ? ए ल बिस्तारै जाऊ है त। म गाईघाट हिँडेको आन्टी। झर्दैन गाउँको मान्छेहरू पनि। अब म खोला झरिसकेँ। यसपाल पानी खासै परेन भनौँ।
र बाटो लगभग ठिकै छ होइन। टक्क यो खोला झरिसकेपछि लगभग फेरि बाटो एकदम ठिक छ। यता पनि बाटो त ठिकै हो होइन, र पनि यतिको अफरोड नै भनौँ न होइन, किनकि ओह्रालो जानु त खासै समस्या हुँदैन। ओह्रालो झर्नुमा त उकालो जानुमा चाहिँ लास्ट गाह्रो पर्छन् क्या। यो खोला भयो, र म खोला तरेँ। यो खोला तरिसकेपछि त लगभग बाटो ठिकै छ भनौँ न, तँलाई लास्टै गाह्रो छ, तर बाटो त ठिक छ भनौँ। अब यो बाटो हिँड्नु पनि धेरै छैन मेरो लागि चाहिँ। हाम्रो बाटो गाउँको बाटो चाहिँ म त्यस्तो राम्रो भ्लगर चाहिँ होइन, तर मलाई भ्लग बनाउनु चाहिँ एकदम रहर लाग्छ नि। त्यही भएर यसो कहिलेकाहीँ धेरै पहिला बाहिर बस्दाखेरि म बाहिर बस्दाखेरि अलिअलि भ्लगहरू अपडेट गर्थेँ, किनकि मेमोरिज हुन्छ नि त होइन, मेमोरिज हुन्छ। अब यसो पछि हिँड्नको यहाँ त्यहाँ भनेर चाहिँ साह्रै उयो लाग्छ होइन, मलाई भ्लग बनाउनु चाहिँ एकदम रहर लाग्छ। अब त्यस्तो मलाई बोल्नमा अब त्यस्तो पर्फेक्ट ऊ चाहिँ आउँदैन, के बोल्ने कसो गर्ने होइन, तर एकदम मनपर्छ भ्लगहरू बनाउन चाहिँ। यहाँनिर चाहिँ खाने पानी निस्केको छ, ठुलो पानी पलाएको छ भिरबाट। अनि यसो मलाई चाहिँ भ्लग बनाएर यसो ट्राभलहरू गर्नलाई चाहिँ एकदम रहर लाग्छ। र पनि अब त्यस्तो चाहिँ गएको छैन, तर पनि म बाहिर बस्दाखेरि चाहिँ यसो कहिलेकाहीँ यसो गर्थेँ। सबैभन्दा ठुलो कुरा त अब सब्सक्राइब हुनुपर्छ भ्लग बनाउँदाखेरि। अब मेरो त सब्सक्राइब छैन, म 151 कि कति सब्सक्राइब छ होइन, त्यो पनि धेरै पुरानो च्यानलहरू मेरो बाहिरै हुँदाखेरि खोलेको थिएँ म पहिला चाहिँ। अनि केही भन्छ अब कहिलेकाहीँ म बाहिर जाँदाखेरि म भ्लगहरू यसो अपलोडहरू गर्थेँ। सानो साथीहरू जाँदाखेरि, समुद्रहरू जाँदाखेरि, कहिलेकाहीँ साथीहरूसँग घुम्न जाँदाखेरि भ्लगहरू अपलोड गर्थेँ। अनि त्यो अब म चाहिँ घरदेखिको गाईघाटसम्मको यात्रामा छु। शान्तिको काम परेर चाहिँ यता यस्तो भिड छ गाइज होइन, यता यस्तो भिड छ। घरदेखि गाईघाटसम्मको यात्रामा छु। खासै अब मैले चाहिँ यहाँनिर ऊ हाल्न बिर्सेँ, मैले माइक हाल्न बिर्सेँ। माइक त थियो मेरो घरमा, अलिक घरबाट हिँड्ने बेला पनि अलिकति आपत पर्थ्यो, त्यही भएर साउन्ड पनि अब बाइकले त्यस्तो भर्र गरेर आवाज सुनेर अब त्यस्तो सुनिएको छैन होला। देखिन यार, सरी हाँस बोकेर आएर बाटै छेक्दै गरी आफ्नो धुन गर्ने होइन। अनि माइक त त्यो घरमा अब त्यो आपत पऱ्यो क्या अलिकति हिँड्ने बेला पनि, अनि त्यही भएर अब वास्ता पनि भएन, धेरै बाटो भ्लग्सहरू नबनाएको पनि, त्यही भएर यहाँनिर बाटो खत्तम छ। माइक लाइन नभएर अब भर्र सुन्ने भएर आउँछु नि भाइ, त्यसको लागि चाहिँ हामी सरी भन्न चाहन्छु। यस्तो छ बाटो, यस्तो 220 हो, 220 यतिकोमा त तान्नु त परिहाल्छ कि होइन, यतिकोमा पनि नताने त के 220 भन्नु। यस्तै मात्रै बाटो भयो कि त यस्तो चिपेर गइदियोहरू गयो। यसपालि चाहिँ लगभग ठिकै छ बाटो भनौँ होइन। अस्ति भर्खर दसैँको बेला ओह्राले सोरिदिएको थियो बाटो। ठिकै छ र पनि
गाह्रो गाह्रै छ भनौँ। यतिको बाटो त अब नराम्रो त नभनौँ होइन। अस्ति ओडाले नसोधिदिएको भए चाहिँ बाटो लास्टै खत्तम नै थियो। अनि अस्ति ओडाले सोधिदिएपछि चाहिँ अब जे होस् बाटो एकदम राम्रो छ भनौँ अहिलेको लागि चाहिँ। अब त्यस्तो छैन, यसपालि पानी पनि खासै परिँदैन। त्यो कारणले बाटोहरू एकदम राम्रै छ भनौँ। जे होस् त्यस्तो बिग्रेको केही पनि छैन। साउन्ड चाहिँ एकदम सुन्निएको छैन होला, पुरै घर गरेर। त्यसको लागि चाहन्छु सरी भन्न चाहन्छु गाइज, किनकि होइन मैले माइक लाउन बिर्सेको रहेछु। माइक त थियो, हुन थियो। अब यहाँदेखि उता त लगभग बाटो उता ठिक छ भनौँ। यहाँबाट मुर्कुची पुगिसकेपछि त मुर्कुची बजार पुगिसकेपछि त उता बाटो फेरि एकदम पिच हो। जति गाह्रो भन्नु चाहिँ यहाँबाट चाहिँ मुर्कुची पुगिसकेन, यतिको बाटो त ठिकै हो। तर डबल लिएर उकालोहरू निस्किनु छ, अलिकति गाह्रो चाहिँ गाह्रो हुन्छ। नचिप्ले कुद मेरो घोडा कुद। जस किनेको पनि धेरै भएको छैन, 2-4 महिना भयो छ भनौँ। तान्नको लागि 220, पाहाडको लागि चाहिँ जे होस् घोडा नि भनौँ न होइन। यस्तो दामी तानिदिन्छ उकालोमा कसम यार। 220को सबैभन्दा बेस्ट नि त्यही लाग्छ। घर जस्तोमा पनि तानिदिन्छन् क्या, त्यही मजा छ 220 कुदाएर हिँड्नमा चाहिँ। मैले चाहिँ अहिले ऐनालाई साइड मिररहरू दुइटालाई फोल्ड गरेर हिँडेको छु, किनकि यहाँनिर साइड मिररको जरुरत छैन। गाडी यताउताबाट आइरहेको छ भन्ने टेन्सन छैन। त्यो कारणले चाहिँ मैले साइड मिररलाई फोल्ड गरेर हिँडेको छु। र बजार पुगेपछि बल्ल यसलाई चाहिँ ओपन गराउनु पर्ने हुन्छ। जुत्ता चाहिँ पानीले खत्तम बनाइसके गाई, त्यस्तो भिजाइदिइसकेछ होइन। के गर्नु, जुत्ता लाएर नकुदाउँ, खुट्टा दुख्छन्। चप्पल लाएर कुदाइयो भने अब जुत्ता लाएर कुदाउँ। यस्तो बाटो छ, पानीमा त छ्याप्ल्याङ हो। यहाँनिर यो खोला लास्ट अप्ठ्यारो छ क्या फेरि। कतिको ढुङ्गा निस्किदिएको छ। यहाँ पहिरो झरेको थियो अस्ति, सोर्नु चाहिँ, र पनि यहाँ अलिकति पाउनै छ। त घाम नि पो आएर जाडो पो भयो त यार, ज्याकेट लाएर हिँडेछु र पनि। मलाई थाहा छैन कि कस्तो आइरहेको छ भिडियो, कता देखेको छ होइन, भन्ने चाहिँ भइरहेको छ। ठिकै आएको होला होइन। मेरो गोप्रो चाहिँ थियो, मैले गोप्रो अस्ति साथीलाई उता शङ्खसभाको साथी थियो क्या, अब बाहिरसँगै बसेको। अनि त्यसले हिमालहरूको भिडियो खिच्छु भनेर लिएर गएको थियो। त्यसले लिएर गएको छ मेरो गोप्रो चाहिँ। त्यही भएर मैले चाहिँ मेरो मोबाइलबाटै मैले भिडियो खिचिराखेको छु। यस्तो बाटो आउँदा पानी छ्याप्ल्याङ बनाउँछ, जुत्ता त खत्तम गाइज होइन। के गर्नु, नलाउ पनि भएको छैन। यहाँ त मान्छेहरू रहेछन् त यार। कता हिँड्नु भयो दाइ? बजारसम्म हिँड्नु भएको? जानुहुन्छ? आउनु न त, आँटिन्छ काका, आउनु न हजुर, आँटिन्छ काका। होइन आउनु काका, हुन्छ ल।
बाइक म चाहिँ गाउँको मान्छेहरू भेटेँ। अब म चाहिँ गाउँको मान्छेहरूलाई लिएर टक्क जाँदैछु होइन, टक्क साथी पनि भयो। आउँदैछ बाइक हाम्रो गाउँको बाइक। झोला त झोला पछाडि दुईजनाले दुईवटा झोला एकजनाले भेट्नु न। भाइ दाइ बजारसम्म मात्रै कि दाइ उतैसम्म हो? हजुर ए जाने भाइ जाउँ गरेर दाइ, म पनि गाडीसम्म हिँडे हो। ए मेरो पनि गाईघाटतिर अलिअलि काम थियो, त्यही भएर हिँडेको। अनि फेरि भोलिबाट अब फेरि हाम्रो पनि उता दाइहरूको धान झाडिसक्नु भयो होला। अब भोलिबाट उता धान बिट्टा बाँड्नु जानु पऱ्यो भन्दैछौँ। सुक्रे कता छ दाइ? उतै छ? ए त्यो पनि बाहिर जान लागेको हो क्या रे फेरि? ए राम्रो हुन्छ होटेल पनि। कुन देश जानु चाहिँ लागेको दाइ? ए साइप्रस? साइप्रस पनि ठिकै हो दाइ, राम्रै हुन्छ। यो यहाँनिर यो गरेले साइप्रसमा अरू देश हेरी अलिक थोरै लगानी लाग्छ दाइ, किन लाग्छ? खै दाइ के गर्नु, नेपाल बसेर पनि केही गर्न सकिन्न। जाने भनेको विदेशै हो, जानुपर्ने रहेछ। हो त्यही हो। हजुर जेस खाना लाउन चाहिँ जति पनि भइहाल्छ। अब पछिको लागि अलिकति केही सोचौँ भने अब पटक्कै नसकिने क्या। अब वर्षमा ल अब 2-4वटा खसी बाख्रा बेचेर ल वर्षको 2-4 लाख त आम्दानी होला। अब खाना लाउन यता कता दाइ? ए ल दाइ बिस्तारै है। हो नि त दाइ, अनि अहिलेको महँगाइ फेरि त्यस्तै छ होइन। अब पहिला 1000-1200 पर्ने चामललाई, एक बोरा चामललाई अहिले 2000-2500 भन्दा दिँदैनन्। हामी उठो क्या भाइ। पुग्दैन हो दाइ, पुग्दैन। नेपालमा त महँगाइ चाहिँ सानो होइन, आम्दानी चाहिँ कतैबाट छैन। फेरि नेपालमा बस्नुको दुःखै यही हो। गोरु हिँडाएको रहेछन्, यो त खरिदी हो क्या रे कि होइन? बाटोबाट साइड हिँडाइदियो त के गर्नु, हराउनु बजा भन्छ।
गाइडमा चाहिँ गाइड आएको थिएँ होइन। गाइडको ठुलो यस्तो बनाइदिएछ मेरो बाइक पनि होइन। टक्कै यो चाहिँ हाम्रो गाइड भयो। अनि म चाहिँ अब लगभग सबै काम सकेर घर फर्किने बेला भयो। अनि यो चाहिँ गाईघाटको सबैभन्दा मेन चोक, गाईको सबैभन्दा मेन चोक भयो यो होइन। फेरि आउँछ नि हो। अनि यो चाहिँ हाम्रो गाईघाट बजार, उदयपुर जिल्लाको सदरमुकाम। यो मेरो बाइक यहाँ चाहिँ धुलो भयो। गाईघाटमा चाहिँ भर्खर कति ठाउँहरूमा चाहिँ बाटो बन्दैछन्, त्यसको कारणले होइन बाटोहरू सब धुलो छ। अब म चाहिँ घर फर्किन लागि 4 बज्यो भनौँ अब होइन लगभग। मैले यहाँबाट युटर्न लिनुपर्ने हुन्छ। कहाँबाट युटर्न म त पहिला पनि सिधै ओह्रालो आइरहेको छु होइन। अलिक ठाउँ हेरेर यार कहाँबाट युटर्न लिनु, म त फर्किनु पर्ने छ त उकालो। फेरि हुन्छ मलाई यहाँबाट युटर्न लिनु छ। कहाँबाट चाहिँ युटर्न लिनु पर्ने गाह्रो छ। यहाँबाट पुग्यो भने त पर बसमा राखि पुग्नुपर्ने हो क्या मैले। म चाहिँ गाईघाटबाट अब घर फर्किँदैछु। 4 बज्यो भनौँ। अब 4 बजेर 10 मिनट मात्रै बाँकी छ। एकैछिनमा थोरै यस्तो नगरौँ न हौ साथी, जान्छ त खालखालमा। शान्तिको कामले आएको थिएँ गाईघाटसम्म। कामहरू पनि लगभग भयो। फेरि जताएतिबाट जेब्रा क्रसिङ हाल्दै थियो। यहाँबाट चाहिँ सबै अटोहरू पाइन्छ मुर्गिन जाँदाखेरि। अब म चाहिँ गाईघाट छोडेर अब घर फर्किएँ होइन। चस्मा लाउनु पऱ्यो साइड लगाउनु पऱ्यो। साइडमा राखेर चस्मा लाउनु पऱ्यो। धुलो भए चस्मा भित्र थियो। गाईघाट चस्मा गाईघाटबाट। अब यहाँबाट चाहिँ म यो बोक्से रौतातिर जान्छु यताबाट चाहिँ होइन। 4 बज्यो 4 बजेर 10 मिनट बाँकी छ। अब 4 बजेर 10 मिनट बाँकी छ। अब चाहिँ गाईघाट पुग्ने बेला भयो। अब चाहिँ
यहाँबाट चाहिँ अब मुर्कुची जयहट, यहाँबाट चाहिँ मुर्कुची नेपालटार अनि यतैबाट काठमाडौँ पनि जान्छ अब है। यही बाटो हो काठमाडौँ जाने पनि हाइवे। अलिअलि बिग्रिराखेको रहेछ, यसलाई बनाउनु पर्ने रहेछ। जाडो भयो भाइला। गाइड म चाहिँ लगभग अब मुर्कुची आइपुग्न लागिसकेँ होइन। मुर्कुची आउनलाई धेरै गाडी छैन। यहाँ पिछे म चाहिँ कालीपुर ठ्याक्कै आइपुगेँ। यताको बाटो चाहिँ यस्तो चाहिँ एकदम पिच छ होइन। तर कस्तो छ भने एकदम घुम्टिङ छ क्या, यस्तो धेरै टर्निङ छ होइन। जाडो हुँदा चाहिँ जाडो हुन्छ। यस्तो फर्स्ट चाहिँ दुर्गापुरमा आइपुग्नु लाग्यो। अब चाहिँ यतापट्टि जानुपर्छ नि होइन। यता चाहिँ अब काठमाडौँ जयहट कटारी नेपालटार जाने बाटो भएको। म चाहिँ अब यतापट्टि लाग्नुपर्ने हुन्छ। स्पिडलाई मैले पर छोडेकै आएको। हाम्रो मुर्कुची मोटामाई प्रदेश। अब यहाँबाट चाहिँ मुर्कुची लाग्यो होइन। म चाहिँ अब मुर्कुची बजार आइपुगेँ। यो चाहिँ हाम्रो मुर्कुची बजार होइन। सबै गाउँ पाखाका सबै मान्छेहरू यहाँबाट यता चाहिँ मुर्कुची बजार देखिरहेको छ होइन। यताबाट चाहिँ अब हाम्रो मुर्कुची बजार भयो। म चाहिँ अब जानु पर्दैन अब। यो चाहिँ हाम्रो मुर्कुची बजार। धेरै काम पनि छ। पसलमा आउनुपर्ने धेरै काम छ होइन। यो मुर्कुची बजार यता चाहिँ सुकौरेला हुँदै जान्छ। म जानुपर्ने छ यता। मेरो चाहिँ त्यहाँ थोरै काम भएर म चाहिँ अब घरतिर लागेँ होइन। यो चाहिँ हाम्रो घर छ। सो म चाहिँ अब यो मुर्कुची बजारबाट पनि घर लागिसकेँ होइन। यहाँबाट चाहिँ मलाई समथिङ 10-15 मिनट लाग्छ घर पुग्नको लागि चाहिँ। यो चाहिँ हाम्रो घर जाने बाटो भयो। यताबाट चाहिँ रौताहरू जान्छ भने हाम्रो चाहिँ घर जाने बाटो यो।
त्यही भएर कुखुरा छ है चल्लाहरू रहेछन्। सो यो चाहिँ हाम्रो घर जाने बाटो। यहाँबाट चाहिँ घर लागेँ म चाहिँ। बाटो यस्तो छ। अब यहाँबाट चाहिँ सिधै स्टार्ट हो अफ रोड सबै। हाम्रो दाइको घर हो। हाम्रो दाइको भाउजू नमस्ते। म गाईघाट गएको थिएँ हजुर, सन्चै हुनुहुन्छ हजुर? म बिहान गएको थिएँ हजुर। नानी ठुलै भइसक्यो हजुर। धान जानु भएको हजुर आज? ल भाउजू गएँ म पुग्छु। रात परिसक्यो। बाटोमा कोही घुम्नु यार दामी हुन्थ्यो। दामी 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 हुन्थ्यो। केही छैन।